हेलो गाइस, नमस्ते भनेको सबैले आयो, मलाई भन्न आउँदैन के। अनि आज हामी के भन्छ अरे, आज हामी जान लाएको, हामी एयरपोर्टसम्म पुगेर आउँछ। मलाई बिचमा के हुन्छ म सबै देखाउँछु। मेरो साथमा छ कविता पुन। यस कविता, मेरो च्यानललाई भन्दै गई सब्स्क्राइब गरिदिनुस्। अरु मेरो भाउजू पनि म थाहा पान्न भन्छु होइन। अब बाटोमा के हुन्छ त्यो हेर्दै गर्नु होला। हामी चाहिँ रेडी भयौँ। यस्तो देखा त म कविताको लुक्स चाहिँ यस्तो छ अनि मेरो चाहिँ यस्तो छ। यस्तो देखा न, नहल्ला न हल्ला होइन। त्यही हो, हामी चाहिँ यस्तो भएर जान लाग्छौँ किनकि म मोटो छु, म तर्फोर देख्छु के। त्यही भएर जाँदैछ। तपाईँहरूले यो च्यानललाई सब्सक्राइब अनि हेरेर सल्लाह सुझाव र मनोरञ्जन लिनु होला भनिहाल्यो। त्यही नै हो। ओके, अहिलेलाई हामी हिँड्यौँ। घरबाट निस्केर हामीले चाहिँ निस्केको। अनि कविताले चाहिँ म त उभिन्छु भने, अनि त्यसपछि बिदा कविताले दाइसँग गाडीमा सजा बस्ती त्यहीँ बस्छु म जानमा। त्यही हो, आज हामी जाँदैछौँ कहाँ भन्दाखेरि, कहाँ जानु लाग्यो मेरो भ्लगमा भनिदिनु न। दुबईको लाउरे हो, दुबईको लाउरे हो, खाडी लाउरे हो, छोरी लाउरे हो। ल ठिक छ, बधाई छ तपाईँलाई। तपाईँले गर्नु होला है। ओके, जब हामी खोल्न जान्छौँ त्यसपछि तपाईँले हालबाट हो त्यसपछि तपाईँले गर्नु, म त उहाँ गएर के भन्छु ल ल। त्यही नै हो, आज भाइ जाँदैछ। अस्ति भर्खर भिसा जस्तो लाग्थ्यो बिचरा। अब के गर्नु, रोजगारी छैन नेपालमा, गाह्रो छ, त्यस्तो छ। त्यही भएर हामी चाहिँ जानु लाग्यो आज मेन पावर जाने रे। अनि त्यसपछि हामी चाहिँ कता जाने, हामी आज कता जान्छौँ। ओके, त्यही नै हो। म यता छु, मेरो भ्लग हो नि त, स्टार्ट गर्दैछु के। त्यही भएर हो क्या। त्यही हो। ए यता हाँसिरहेछ, बुढा जाने बेला नि कराई कराई गर्छस्। त्यो त हो, त्यही हामी जान्छौँ। त्यही हो, अहिले यता काठमाडौँको क्या गङ्गापु भन्ने ठाउँमा आइरहेछौँ। त्यही नै हो भाइ। अहिले जाममा परेको अवस्थामा एयरपोर्टमा गएर हेरौँला, म फोन बल्ल बल्ल जाम खुल्यो चक्रपटको। हामी जाँदैछौँ। जाम हुन्छ भन्ने कुरा त त्यही हो। जाने बसिरहेको छौँ, जाने भनेको यस्तो जाम छ। त्यही हो, हामी अब एयरपोर्टतिर जानु लाग्यो। हामी यता छौँ। त्यही नै हो, अब हामी भाइलाई छोड्न जाँदा लाग्यो भनेर के भने यात्रामा एयरपोर्टमा अब भाइलाई पुर्याउने गएर बिदाइबारी गर्ने, धन्यवाद। त्यही हो, एयरपोर्टतिर जानु लाग्यो हामी। हाम्रो भाइको श्रीमतीलाई पनि मान्छेहरू एक दुई महिना पछि त पनि हो क्या जाने। 2 महिनापछि म पनि जाँदैछु। ठिक छ, त्यही हो। हामी चाहिँ लाग्यौँ अहिले हामी चक्रपटतिर। हामी पशुपतिमा प्रवेश गरेको छौँ। यो प्रवेश कहाँबाट छिराउँछ है भाइ? त्यही हो, पशुपति यतातिर। हेलो, हामी जानु लाग्यो किन?
ल ल त पनि राम्रोसँग बसेछ है यही हो एक फोनको लगाएर 2-3 फोनको लगाएर जान्छ क्या सायद यता हामी देख्न सक्छौँ पशुपति 3 फोनका लगाएर जान्छ क्या प्लेन होइन सबैको हो हामी चाहिँ अब एयरपोर्टतिर लाग्यौँ अब एयरपोर्ट लागेपछि अनि त्यसपछि म फेरि भिडियोमा आउनेछु हामी चाहिँ अब एयरपोर्टतिर लाग्यौँ अब त्यही हो कस्तो गाडी कस्तो गरेर ल्याउँछ है गाडी पनि अब यहाँबाट हो क्या छोडाको करौटीले भन्दै गीत गाउँदै जाने बेला यस्तो आइसक्यो म नि कुनै दिन जानुपर्छ त्यही हो हामी चाहिँ एयरपोर्टतिर लाग्यौँ अहिले त्यही हो अब तिमी भित्रियौ भाइ इन्टरनेसनल एयरपोर्ट त्यही हो अब धेरै छैन कस्तो आउने बेलामा चाहिँ त्यहाँ आउँछ हामी गर्नलाई चाहिँ यहाँ आउँछ भाइलाई छोड्ने दिन पनि आयो पासपोर्ट बनाउँदा यताउति गर्दा सबै थाहा भयो सँगसँगै भइयो अब चाहिँ एयरपोर्ट छोड्न गइयो मन नराम्रो त भएको छैन कहिले गएर कमाम भन्ने भएछ होइन होइन भयो होला त्यस्तो किन नहुने भएछ त्यही हो विदेश जानेको जस्तो छ के गर्नु त्यही हो कति धेरै मान्छेहरू रहेछ एयरपोर्टमा एयरपोर्टतिर लाग्यौँ हामी चाहिँ अहिले त्यही नै हो हामी एयरपोर्ट इन्टरनेसनल काठमाडौँको इन्टरनेसनलमा आयौँ भन्ने क्या प्रहरी दाजुभाइहरू हुनुहुँदो रहेछ बिचरा के गर्नु यस्तो छ कति धेरै हो कि है यस्तै हो जहिले नि यस्तै हो हुन त यहाँनिर यही फ्लाइट होला कि है त्यही हो अहिले एकछिनमा देखाउँछु फेरि म ल कस्तो लागिरहेछ अनुभव रुनु त मन लागेन किन त्यस्तो त अनि अहिले त यहाँ त यस्तो हुन्न भित्र प्लेनमा चढिसकेपछि बल्ल हुन्छ यस्तो धेरै मान्छेहरू जाँदो रहेछ म कति धेरै टाउको मात्र देखियो क्या कस्तो कार्टुन बनाएर ल हिँडे हुन्छ उतैबाट भाइ आउनु भाइ लाइनमा उभ्याउ है राम्रोसँग जाऊ त्यही हो एउटा भाइ यहाँ पुगिसक्यो एयरपोर्ट इन्टरनेसनलमा ल नर रुनु हुँदैन अब ल बाई बाई राम्रोसँग जानु ल बाई हामी यताबाट हेर्न आउँछौँ त्यहाँ टाउकोल छेक्दै यार अब हामी बस्नुपर्छ अलिक जुम गर्दै
दुवैजनाले बाई बाई गर दुवैजनाले बाई बाई बिचारा नर्भस भयो नि भाइ हाम्रो घरतर्फ हामी चाहिँ घर जान लागेको हाम्रो पुरै रहिसकेपछि हामी एयरपोर्टबाट भनेर एयरपोर्टबाट निस्क्यौँ पैसा गर्नु कति रोक्यो मान्छेले मेरो मैले किन जाँदा पनि पैसा नकमाउने भन्ने भनेको त सही सही कति बेला भर्खर के भन्थ्यो अरे मैले भने के जाँदा पनि रुने घर बस्दा पनि तारे पैसा नकमाउने भनेर कराउने भनेर भनेको त सही ठिक ठिक तपाईँले सही कुरा गर्नुभयो भनेर यस्तो ठम्चेक गरिरहेको ए ल ठिक छ त्यसो भए त्यही हो अलिअलि दुःख लागिरहेको छ होइन कस्तो खिन्न हुन्छ हाम्रो आमा कस्तो गरेको थिए है अनि म त कविता रोको देखेर पो हाँसो लागेको थियो यस्तो हाँसो लागेको थियो नि उहाँ अरू बेला केही गरेन होइन अनि जाने बेलामा पो यति हाँसो लाग्यो र के कुरा गर्ने हो म त यस्तो हाँसो लाग्यो होइन के गर्नु साथीहरू मन जति कठोर बनाउँदा पनि जति कठोर भए पनि नहुँदो रहेछ है साथीहरू त्यही हो त्यस्तै हो अब हामीलाई शुभयात्रा छ होइन हामीले अब छोड्न आयौँ उसको दुबईको यात्रा सफल रहोस् भन्ने नै हो हामी होइन अहिलेसम्म हामीले जति पनि मान्छेहरूलाई छोड्न आएको छौँ नि तिनीहरू एकदम सफलतापूर्वक अगाडि बढिरहेका छन् किनकि हामी त्यस्तो मान्छे हो निस्वार्थ भावनाले हामीले सबैलाई विदाई गरेर होइन अहिलेसम्म जति पनि हामीले के अरे हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूदेखि लिएर हाम्रा साथीभाइहरू होइन हाम्रा सहयोद्धाहरूलाई हामीले यो एयरपोर्टमा आएर विदाई गर्दाखेरि उहाँहरू एउटा सफलताको चुचुरोमा पुगिसक्नु भएको छ त्यही भएर हामी यो कुरामा धेरै खुसी छौँ ओके ल हामी अब घर गएर भेट्ने छौँ